मनुवाङजी तपाईलाई श्रीवंश यो टक्समा स्वागत छ। नमस्कार। अहिले काठमाडौँ आउनु भएको छ, के काम विशेषले आउनु भएको छ? विशेष त मेरो पर्सनल्ली भन्दाखेरि चाहिँ मेरो कृति अहिले 7औं हुन गएको छ। त्यो 7औं कृति प्रकाशनको त्यो प्रेसका दाइहरूसँग कुराकानी गर्न र त्यो आफू हुन्जेलसम्म 2-4 दिन यता अब घुमघाम गर्दाखेरि त्यो सकिसक्छ भने म आफै त्यो लिएर जान्छु भन्ने हिसाबले पनि आएको हो। अर्को चाहिँ महाकुलुङको विशेषतः खालिङहरूको इतिहासको विषयमा निकै वर्ष अगाडिदेखि नै काम गरेको मैले लगभग 69 हाराहारीदेखि त्यहाँभित्रको खालिङहरूको इतिहास म स्वयं खालिङ हो। त्यस कारणले मेरो इतिहास यहाँ म लगायतका मेरा आफन्तहरूको इतिहास उत्खनन गर्ने कोसिस गरेको छु। त्यसमा चाहिँ एउटा वंशावली चाहिँ पछिल्लो समयमा नेपाल किराँत खालिङ सङ्घले चाहिँ संयुक्त रूपमा निकाल्ने भन्ने कुराले चाहिँ त्यो गाउँबाट मैले चाहिँ आफैले त्यो कम्प्युटर टाइपिङ गरेर पठाएको चाहिँ उहाँहरूले बुझ्नु भएन। त्यो मेरो चाहिँ शब्दमा थियो, यहाँ चाहिँ वृक्षमा बनाउने रहेछ हैन, जस्तो हाँगा ब्रान्च बनाएर बनाउने रहेछ। त्यसको विषयमा कहाँनिर लगेर त्यहाँका मान्छे अथवा त्यहाँकालाई चाहिँ यताको पुस्तामा कहाँनिर कनेक्सन गर्ने, कहाँनिर जोड्ने भन्ने कुरामा चाहिँ अन्याल भएर त्यसको लागि विशेष आएको हो म चाहिँ। के त्यो किताब प्रकाशनको कुराहरू चाहिँ कतिसम्म पुगेको छ? खालिङ वंशावलीको विषयमा लगभग असोजसम्ममा आइसक्छ भन्ने कुरा छ। अनि अर्को मेरो आफ्नो त्यो 7औं कृति हुनेवाला छ। त्यो चाहिँ अहिलेसम्म यति नै खेर प्रकाशन भइसक्छ भन्ने कुरा छैन। त्यसमा चाहिँ म तपाईँको टक्सबाट सम्झिन चाहन्छु विशेषतः आदरणीय डाक्टर रेणुका सोलु हुनुहुन्छ। अहिले यो त्रिवी अन्तर्गतका विज्ञान शाखामा चाहिँ प्रमुख प्रशासक भएर काम गरिरहनु भएको छ। उहाँको अफिससम्म पुगेँ, उहाँको घरसम्म पुगेछु म। त्यसपछि उहाँले चाहिँ जोड दिनु भएको छ। आदरणीय दाई हुनुहुन्छ अहिले अमेरिकामा। हिजो अस्ति 23 गतेबाट चाहिँ भोटिङ सिस्टमबाट चाहिँ त्यहाँको चाहिँ चुनाव हुँदैछ भनेको नेपाली साहित्य विश्व नेपाली साहित्यको उसमा चाहिँ भोटिङ हुँदैछ। त्यहाँ पदाधिकारीहरू छनौटको विषयमा त्यतिखेर उहाँ खटिरहनु भएको छ। अनि गोवर्धन पूजाजी हुनुहुन्छ चितवनबाट। उहाँले चाहिँ लगभग नेपाली रकम 75 देखि 90 हाराहारीको रकम चाहिँ त्यहाँ मेरो पुस्तकमा प्रकाशनको विषयमा लगाइदिँदै हुनुहुन्छ। म उहाँहरूप्रति अत्यन्तै आभारी छु। र विशेषतः अर्को चाहिँ प्रेसको चाहिँ रमेश दाहाल हुनुहुन्छ। उहाँ रमेश दाहालज्यूप्रति पनि म आभारी छु। उहाँहरू समग्रमा 3 जनालाई सम्झिन चाहन्छु यो किताबको विषयमा चाहिँ। यो तपाईँको अहिले साहित्य पनि आउनु लागेको हो कि के हो? हजुर, त्यसकै तयारी पनि हो? त्यसकै तयारी पनि हो। यो जस्तो अब तपाईँले साहित्यको क्षेत्रमा त धेरै कलम चलाइसक्नु भयो। यो 5औं कृति होइन? यो आउँदै गरेको चाहिँ मेरो 7औं हुनेवाला छ। हजुर, 7औं हुनेवाला छ। यो 7औं कृतिहरूमा चाहिँ के अहिलेसम्म प्रकाशन गरिसक्नुभयो? यो प्रकाशन मात्रै कि अथवा त्यो गीतहरूदेखि लिएर सबै कलेक्सनमा चाहिँ? होइन, त्यो किताब मात्रै चाहिँ 7औं हुने हो। अनि गीतहरूको उसमा चाहिँ हालसम्म गीत मेरो उसबाट रेकर्ड भएको चाहिँ 7वटा पुगिसक्यो। गीत मात्रै लेखेको त लगभग 70, 80, 90 नै पुग्यो। तर रेकर्ड भएको चाहिँ 7वटा मध्येमा मेरो व्यक्तिगत चाहिँ 5वटा छ। अनि संयुक्तमा हाम्रो दाईहरू हुनुहुन्छ, अझै अलङ्कार दाजु, आनन्द अङ्कलहरू हुनुहुन्छ। उहाँहरूसँगैको संयुक्त राइटर अब लेखन अथवा चाहिँ अब अजय दाईहरूले चाहिँ स्वर दिनु भएको छ। त्यो चाहिँ पालिका गान भएको छ, महाकुलुङ गाउँपालिकाको गान भएको छ। भने पछिल्लो समयमा फेरि जुन मैले 12सम्म पढेको 6 देखि 12सम्म पढेको स्कुल गुदेल माध्यमिक विद्यालयले 79 सालमा चाहिँ हिरक महोत्सव मानेका थियौँ हामीले। त्यसको पनि हिरक गानमा पनि संयुक्त रूपमा नै लेखेका छौँ। त्यसमा चाहिँ धेरैभन्दा धेरै शब्द चाहिँ आदरणीय मेरो चाहिँ दाई पनि हो, मामा पनि हो, यमुनाको हुनुहुन्छ। त्यसपछि अरूको पनि थुप्रैको शब्दहरू छ गरेर मेरो जम्मा चाहिँ 7वटा गीत चाहिँ रेकर्ड भएको छ। भने कृति हालसम्म लिखतकै रूपमा चाहिँ 6वटा कृतिहरू चाहिँ प्रकाशनमा आइसकेका छ।
केही संयुक्त केही एकल गरेर अब आउन लागेको एकल नै हो। त्यसले चाहिँ मेरो व्यक्तिगत रूपबाट चाहिँ 7औं हुँदैछ प्रकाशनको हिसाबमा। यो जस्तो तपाईँ माकुलुङ गानमा पनि तपाईँको शब्दहरू समेटिएको छ। हजुर। यो माकुलुङ गानमा चाहिँ शब्दहरू सङ्कलन हुने बेलामा तपाईँ पनि त्यो एउटा सर्कलभित्र पर्नुभयो। हजुर। कसरी तपाईँ समेटिनु भयो यो थोरै भनिदिनु। यसमा चाहिँ सम्भवतः म यसरी थिएँ। हाम्रो दाईहरू भाइहरू समीप भाइ हुनुहुन्छ, समीप भाइ अनि अर्को अजय दाई। पछिल्लो समयमा हाम्रो सञ्चार र सञ्जालले गर्दाखेरि हामी नजिक छौँ होइन, नजिक थियौँ, अहिले पनि छौँ। त्यसले गर्दाखेरि मैले यो लेख्नुपर्छ है भन्ने लेख्नुपर्छ अथवा यस्तो यस्तो खालको यस्तो भावमा आउनुपर्छ, यस्तो यस्तो खालको समेटिनुपर्छ भन्ने खालको एक खालको सूचना आएको थियो। त्यो सूचना चाहिँ पछि मैले पाएँ, तर सुन्न चाहिँ सुने। त्यो सुनेको आधारमा मैले अगाडि नै शब्द चाहिँ लेखेको थिएँ। मैले चाहिँ जुन अहिले गान भनिसके पछाडि गान र गीत भन्ने त फरक हो। अनि त्यस कारणले त्यो गानलाई चाहिँ कस्तोमा हुनुपर्छ भन्ने कन्सेप्टले चाहिँ त्यो मैले चाहिँ नेपाली गान छ नि अहिले राष्ट्रिय गान छ थुङ्गा फुलका माला भन्ने हाम्रो चाहिँ व्याकुल माइलाज्यूको उहाँको दाँचामा चाहिँ 75 शब्दको मैले लेखेको थिएँ। त्यही दाँचामा। हजुर, त्यही दाँचामा सकेसम्म गान भनेको चाहिँ छोटोमा हुनुपर्छ र मैले बुझेको चाहिँ छोटोमा हुनुपर्छ र त्यसको चाहिँ सबै कुराहरू समेटिएको हुनुपर्छ। जस्तो हाम्रो राष्ट्रिय गान भनेको एक मिनटको मात्रै छ, म्युजिक सहित गर्दाखेरि 1 मिनटभित्र नेपालभरिको ब्रह्माण्ड समेटेछ नि त। हो, त्यस कारणले त्यस्तो हुनुपर्छ भन्ने कन्सेप्टले त्यस्तै लेखेर राखेको थिएँ। त्यसपछि लेखिसके पछाडि केही दाइहरूलाई देखाएँ होइन, अन्य राइटर दाइहरूलाई होइन, त्यहाँका गाउँका दाइहरूलाई कस्तो छ यो लेख्न मिल्छ कि मिल्दैन, यसमा के थप्नुपर्छ कि भन्ने गर्दाखेरि हाम्रो आदरणीय कृति दाइहरूसँग भेट भयो, अनि थुप्रैहरूसँग भेट भयो होइन। केही अब कर्मचारीहरूसँग भेट गर्दाखेरि हुन्छ केही ठाउँमा सच्याउनु पर्छ क्या, उहाँहरूको अनुसार मैले सच्याएर राखेँ। राखिसके पछाडि मैले कापीमा लेखेर घरमा छोडेर म चाहिँ झापातिर गइहालेको थिएँ क्या त्यतिखेर। अनि त्यो लेखिसकेको शब्द फेरि पछि हाम्रो समीप भाइ हुनुहुन्छ नि अहिले भाषा सम्बन्धी, उहाँले निकै योगदान दिइरहनु भएको छ। उहाँको कामलाई पनि म कदर गर्छु, मान्छु उहाँ आफैलाई पनि होइन। त्यसरी काम गर्दाखेरि उहाँ भाइसँग हाम्रो कुराकानी भएको थियो र मैले चाहिँ लेखेर घरमा छोडेको थिएँ। अनि त्यसलाई चाहिँ फेरि भाइले घरमा आएर त्यो मेरो रचनाहरू चाहिँ मैले फोनबाटै लोकेसनहरू त्यहाँ कहाँ राखेको भन्ने कुरा चाहिँ मैले भनेर उहाँलाई लगिदिनु भएर त्यहाँ गयो अथवा त्यो समितिमा गयो। समितिमा गइसके पछाडि उहाँ अजय दाईले भन्नुहुँदाखेरि चाहिँ यो शान्तिराम दाजु हुनुहुन्छ नि सङ्गीतकार, उहाँहरू अनि अहिले निवर्तमान चाहिँ नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति होइन भूपाल राईहरूको चाहिँ एउटा टोली रहेछ। त्यो महाकुलुङ गान निर्माणभित्रको पनि छुट्टै एउटा शब्द चाहिँ छनौट टोली रहेछ। त्यो टोलीभित्र हजुर, त्यो टोलीभित्र चाहिँ उहाँहरू हुनुहुन्थेछ होइन। अनि उहाँहरूले छान्दाखेरि चाहिँ पहिलोपटक चाहिँ शब्दहरू सबैको आए, जस्तो हामी 6 जनाको आयो क्या अरे 9 जनाको। त्यसभित्र आउँदाखेरि चाहिँ मेरो शब्द चाहिँ मन पर्यो अरे होइन। तर मेरो शब्द स्थायी भावले समेट्यो सबै, तर तलका अन्तराहरूले चाहिँ मेरो समेट्न सकेन अरे कि। त्यसपछि चाहिँ केही हाम्रा दाईहरू अग्रजहरू, हाम्रो बहिनी समिना बहिनी, अनि केदी दाई, अनि आनन्द अङ्कल हुनुहुन्छ होइन, उहाँहरूको अनि यता समीप भाइको पनि शब्द होला। त्यसपछि रुजु गरेर मेरो स्थायी भावको आधारमा यो भावमा शब्द छनौट गर्नुपर्छ भनेर त्यो शब्द छनौट गरिएछ। त्यो शब्दमा नाम लेखिएको थिएन कि, मैले चाहिँ लेखेको थिएन, अरूहरूले लेख्नु भयो थाहा छैन होइन, लेखेको थिएन। त्यसपछि त्यो शब्द मेरो हो क्या। अनि त्यस कारणले उहाँ पछि अलङ्कार दाइले भन्नुहुँदाखेरि मेरो चाहिँ स्थायी भावमा मन परेको रहेछ क्या त्यो टोलीले चाहिँ। त्यसको आधारमा चाहिँ शब्दहरू छनौट गाउँदाखेरि पछि मेरोले सबै पूर्ण नहुन सक्ने भयो, स्थायी भावमा पूर्ण भयो, तल अन्तराहरूमा आउन नसक्ने भएपछि चाहिँ त्यसको आधारमा हाम्रो दाइहरू बहिनीहरूको सबैको जोडेर एउटा बनाएको छ। 3टा अन्तरा छ त्यसभित्र। मैले चाहिँ 2वटा मात्र अन्तरा राखेको थिएँ र पनि मैले अन्तराको हिसाबमा भन्दा पनि
हाम्रो राष्ट्रिय गान चाहिँ लगभग 4 लाइन कि 5 लाइनको मात्रै छ, तर मैले आफ्नो लागि चाहिँ मैले 5 लाइनको बनाएको थिएँ। त्यो 5 लाइनको भनेको एक लाइन भनेको चाहिँ एउटा गीत लेखिसके पछाडि एउटा अन्तरा र 1 लाइन बाँकीले गर्दाखेरि त्यसरी हुने हो। मैले लेख्दाखेरि मेरो अहिले तयार पारेको उसमा चाहिँ त्यसरी आएको हो, त्यसरी समेत। जस्तो तपाईँले अब माकुलङ गानदेखि लिएर थुप्रै कृतिहरू पनि आइसक्यो बजारमा, आइसक्यो, प्रकाशन पनि भएको छ। पहिलो तपाईँको जस लेखेको कृति चाहिँ के थियो? मेरो पहिलो पटक लेखेको कृति चाहिँ सिर्जनाको मन्जरी भन्ने जो बेला 10 कक्षामा पढ्दै थिएँ। लेखेको 10 क्लासमा पढ्दै लेख्यो कि अगाडि नै लेखिसक्यो? 6 कक्षा पढ्दै गर्दादेखि लेखेको थिएँ। त्यो प्रकाशन चाहिँ पछि फेरि बिचमा मेरो 2 वर्ष स्कुल ग्याप भयो। त्यो स्कुल ग्यापलाई गर्दाखेरि करिब 7 वर्षको हाराहारीमा त्यो मैले प्रकाशन गर्ने अवसर पाएँ। त्यो प्रकाशन गर्ने स्कुल चाहिँ कति क्लासदेखि कतिमा त्यो ग्याप भयो? म 6 देखि 7 मा जाँदाखेरि 7 कक्षामा चाहिँ 2 वर्ष ग्याप भयो मेरो। त्यो बिचमा गर्दाखेरि करिब 6 वर्ष जस्तो 7 वर्ष जस्तोको बिचमा चाहिँ त्यो प्रकाशन गर्ने सफल भएँ। संस्थाबाट 50,000 लोन लिएको थिएँ। अनि लोन लिँदाखेरि त्यहाँ प्रश्न संस्था भनेको चाहिँ म बसेको संस्था, गाउँको संस्था एउटा। के तिर्न सक्छस् कि के गरेर तिर्छस् भने होइन। अब किताबबाट त पैसा आउँदैन। अब कुनै व्यवसाय भएपछि पैसा आउँछ, तिर्न सक्छस् कि भने 3-4 चोटि सक्छ। सक्ने हिसाबले लिएको हो, सक्छु भनेर मैले 50,000 दिने बेला त पत्याएन पनि होला। पछि त पत्याएँ। पछि त संस्थाले अब कति चाहिन्छ होइन, पैसा लाग्ने। अब धेरै त होइन, अब संस्था जति पनि छ अब त्यसमा अब अरूहरूलाई पनि अब प्राथमिकतामा राखेर लोन दिनु पर्यो होइन। संस्थामा बसिसके पछाडि कम्तीमा 2 लाखसम्मको त अब कति लानुहुन्छ भन्ने कुरा पनि अब पछिल्लो समय दाइ अङ्कलहरू हुनुहुन्छ त्यो संस्थाको पनि गाउँको छैन, अब आफन्तै त होइन, त्यसरी पनि भएको छ। जस्तो यो तपाईँको साहित्यको क्षेत्रमा तपाईँ अब लाग्नुभयो, त्यो एउटा बाल्यकाल नै भनौँ न। त्यो बेलादेखि तपाईँ साहित्यको क्षेत्रमा लाग्दै गर्दाखेरि त्यो बेला तपाईँको गुरु चाहिँ साहित्यिक गुरु चाहिँ कसरी सिक्नुभयो? मेरो चाहिँ यस्तो भयो, साहित्यिक गुरु मेरो कोही थिएन। पछिल्लो समय चाहिँ अब थुप्रै अग्रज व्यक्तित्वहरूको मैले पढेको छु होइन। यो पढ्ने सम्बन्धमा मैले सम्झिनु पर्दाखेरि यहाँ अजय अलङ्कार दाजुको पनि मैले कृति पढेको छु। त्यो पनि मैले पढेरै सिकेको। त्यसपछि पछिल्लो समयमा महाकुलुङको रेसियोमा केडी राईको पनि मैले पढेको छु। त्यसपछि लेखनको हिसाबमा त म समिना बहिनीलाई पनि सम्झिन्छु। यतिखेर समिना बहिनी लेखनको हिसाबमा मभन्दा अगाडि हो, तर एजको हिसाबले मभन्दा पछाडि हो। यता समीप भाइ पनि जन्मको हिसाबले मेरो भाइ हो, तर लेखनको हिसाबले चाहिँ उहाँ मेरो गुरु जस्तै। उहाँहरूको पनि अब विभिन्न सञ्जालहरूमा पढ्दै गएँ। र अर्को कुरा, लेखनको हिसाबमा यो लेख्नुपर्छ भन्ने हिसाबमा चाहिँ म कविता नै लेख्नुपर्छ, मुक्तक गीत गजल नै लेख्नुपर्छ भन्ने हिसाबले आएको होइन के। म चाहिँ कसरी आएँ भन्दाखेरि चाहिँ म सानैदेखि अलिकति आफ्नो स्व पहिचान चाहने खालको थिएँ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ मान्छेहरूले यताउता जाँदाखेरि सोध्थे के नाम हो, म फलानो खालिङ भन्थेँ। फलानो खालिङ, खालिङ भनिसकेको चाहिँ कहाँ हो ठेगाना सोध्थ्यो कि। अनि ठेगाना सोद्धाखेरि त फलाना ठाउँ हो भन्दाखेरि अहिले मेरो गाउँ चाचालुङ हो अथवा गुदेल हो भन्दाखेरि त्यतिखेर पालिदियो भएको थिएन, गाविस गुदेल। अनि चाचालुङ हो भन्दाखेरि पत्याएन, यो मान्छे फटा रहेछ, झुट बोल्यो भने मेरै अगाडि। अनि त्यस कारणले होइन मैले त गलत पो गरिरहेको छु कि, अथवा यो गहिरिएर पो भन्न सकेका छुइनँ कि। अब धेरैले प्रश्न सोध्यो, कोही मान्छेले यो फटा रहेछ, कहाँ त्यहाँ खालिङ छन्, खालिङ कसरी भयो त्यहाँ भन्ने खालको प्रश्न गर्नुभयो होइन। त्यस्तै खालको। त्यसपछि अर्को कुरा चाहिँ होइन यो भाइले झुट बोल्यो, कहाँ त्यहाँ हुन्छ भन्ने पनि भयो। अर्को कुरा चाहिँ फेरि अलिक बुझ्नेहरूले चाहिँ मलाई प्रश्न गरे, ओहो खालिङ पनि छन् त्यहाँ, अचम्मको कुरा होइन। खालिङ पनि छन् त्यहाँ, कसरी आयो त्यहाँ खालिङ, अनि कुन थरीको खालिङ छ, कहिले आए, यस्ता कुराहरू चाहिँ आयो कि। त्यसपछि चाहिँ मेरो मस्तिष्कमा के आयो भने होइन हामी त खालिङ भनेर मात्र हुँदैन रहेछ भनेर मैले बडा होइन खालिङ भाषामा चाहिँ फोङ भन्छ, अङ्कललाई पनि फोङ नै भन्छ होइन। त्यो फोङहरूलाई सोधेँ, अलिक चित्त बुझ्दै आएन।
त्यसपछि मैले आफ्नो हिसाबले त्यहाँ गाउँघरमा भएका कुराहरू हैन मिथकहरू बुढापाकाहरूसँग सोध्दै र खोज्दै गएँ हैन विभिन्न दार्जिलिङमा पनि हाम्रो दाजुभाइहरू छन् तर अहिले हाम्रो चिनजान छैन तर विभिन्न दार्जिलिङबाट पनि पत्रपत्रिकाहरू प्रकाशन भएका ती पत्रपत्रिकाहरू पनि पढेँ अनि यो विशेषतः महाकुलुङ क्षेत्रको लागि जसले जे भने पनि भूपदोष थोम्रोसले नै उयो गर्नुभएको हो कि जो वंशावली निकाल्नुपर्छ केही हाम्रो पनि इतिहास लेख्नुपर्छ है भन्ने कन्सेप्ट ल्याउने उहाँ नै हो पछि चाहिँ उहाँले अब अलिकति आफ्नो केही हैन सहजताको लागि अन्तै अब अपनायो होला त्यसकारणले अलिकति अहिले चाहिँ अब त्यति रुचिको विषय भएन उहाँ हैन तर उहाँले नै यो रीति बसाल्नु भएको छ त्यसपछि हो त्यसै कारणले मैले भूपदोष म चाहिँ मामा भन्छु साइनोले उहाँ नजिकको साइनो त होइन तर बोल्ने साइनो उहाँ भूपदोष मामासँग पनि खोजेँ त्यसपछि पछिल्लो समयमा यहाँ हाम्रो दाजुभाइ पावेमा छन् भन्ने कुरा थाहा पाएपछि त्यहाँनिर पनि मैले खोजेँ रिसर्च गरेँ हो त्यहाँको सबै कुरा बाट चाहिँ वंशावलीहरू निकाल्ने र हामी कसरी त्यहाँ खालिङ र कुन रात्ता भन्ने त थाहा पायौँ कहिले आयो को आयो त्यहाँ भन्ने कुराहरूको विषयमा हाम्रो अगाडिका हैन पिपी फोङहरूले पनि थाहा पाउनु भएन कि बाजे हैन हाम्रो बडा त्यो हामी कहाँबाट आएको भन्ने कुराको इतिहास चाहिँ तपाईले हजुर मैले खोजेँ अब मेरो भाइ दाइहरूले चाहिँ अब के होला तर म चाहिँ प्रश्नको उत्तर दिन सक्छु अहिले चाहिँ दिन सक्ने भएको छु हो त्यो वंशावली अथवा आफ्नो पहिचान कहाँबाट आयो के गर्यो को आयो भन्ने कुरा खोज्दै जाँदा नै केही ग्याप हुन्छ नि त त्यो ग्यापमा चाहिँ विभिन्न रचनाहरू गर्दा म कवि भएँ गजलकार भएँ गीतकार बने हैन अब त्यसरी साहित्य क्षेत्रमा लागेको म कविता नै लेख्छु गीत नै लेख्छु अथवा गजल मुक्तक नै लेख्छु अथवा निबन्ध कथा नै लेख्छु भन्ने हिसाबले चाहिँ सुरुमा चाहिँ आएको थिएन त्यसरी आफ्नो परिचय खोज्ने क्रममा चाहिँ त्यसरी म एउटा आफ्नो परिचय खोज्ने एउटा क्रममा चाहिँ हजुर बाटो चाहिँ साहित्य रोजियो नि त होइन साहित्यको मार्फतबाट म आफूलाई मेरो आफ्नो अस्तित्वलाई म सबैको सामु ल्याउँछु भन्ने हिसाबले चाहिँ यो एउटा माध्यम रहेछ भन्ने कुरा महसुस भएर हजुर र अरू भएर चाहिँ त्यहाँ लाग्यो भनौँ न त्यहाँ लाग्यो त्यसरी जोडियो ठाउँमा चाहिँ हजुर त्यो अरूको हेरेर सिकेर पनि साहित्य सिर्जना गर्न सकिँदो रहेछ साहित्य चाहिँ म के भन्छु भने अब थुप्रैले यो संस्कृतबाट साहित्य आएको हो विशेषतः हैन नेपालको रेसियोमा संस्कृतमा चाहिँ के भन्छ भने शब्द र अर्थको सहभावलाई चाहिँ साहित्य हो भन्छ जस्तो मैले साहित्य भाषामा बोल्छु तपाईले बुझ्नुहुन्न भने त्यसलाई मैले व्याख्या गरेर सुनाएँ भने त्यो नै लामो हुन्छ नि त त्यही नै साहित्य हो भन्ने अर्थमा दिएको छ तर म चाहिँ के भन्छु भने कविता विभिन्न साहित्य विधामा पनि साहित्य भनेर मात्र हुँदैन त्यसभित्र पनि अब विभिन्न विधाहरू हुन्छ जस्तो एउटा कविताकै कुरा गरौँ न कविताभित्रै पनि प्राबन्ध ऊ छ नि के भन्छ शाखा छ नि जस्तो काव्य भनिसके पछाडि अलिक मोटो हुनु पर्यो पद्यात्मक अथवा गद्यात्मक हुन सक्छ तर त्यसको भाव कवितामा आउनु पर्यो कविता नै हो त्यो काव्य भनेको अब त्यसभित्र पनि हामी अहिले कविताको कुरा गर्दैछौँ भने त्यो कविता छुट्टै हो काव्य छुट्टै हो तर त्यो कविता र काव्यभित्रै पर्ने हो त अहिले गीत बन्यो मुक्तक बन्यो गजल बन्यो त्यो पनि काव्यभित्रै आउने हो अथवा कविताभित्रै आउने हो त्यो ब्रान्च मात्रै हो हाँगा मात्रै हो कि अब त्यसरी आफ्नो हुँदाखेरि चाहिँ अरूको पढेर पनि अब सिक्छु भन्ने कुरा पनि रहन्छ अर्को कुरा चाहिँ हो त्यसकारणले म के भन्छु भने साहित्य भनेको आफ्नो जो व्यक्तिको मनबाट स्वच्छ जागृत जुन हुन्छ नि त्यसलाई टिपेर राख्यो अथवा लेख्यो भने त्यो नै साहित्य हो जे लेखे पनि त्यो साहित्य हो जस्तो उदाहरणको रूपमा मानौँ एउटा नेपाल भनेको सगरमाथाको देश पनि हो हैन र अर्को हाम्रो सोलुखुम्बु जिल्ला अझ सगरमाथाको जिल्ला हो त्यसकारणले एउटा सगरमाथालाई नै हेरेर कसैले एउटा सगरमाथा शीर्षकमा निबन्ध लेख्ला कसैले सगरमाथा शीर्षकमा कविता लेख्ला कसैले सगरमाथा शीर्षकमा सामान्य कथा बनाउला लघु कथा बनाउला हैन अब
त्यो मात्र होइन, उपन्यासै पनि बनाउला होइन, काल्पनिक विभिन्न पात्रहरू त्यहाँ उभाउला। अर्को काव्यको विषयमा त्यो सगरमाथा नाम दिएर अथवा त्यो सगरमाथालाई परिकल्पना गरेर कसैले मात्रिक छन्दमा लेख्ला होइन, कसैले यता लोक छन्दमा लेख्ला, उता शास्त्रीय छन्दमा लेख्दाखेरि पनि शास्त्रीय छन्दको पनि विभिन्न विधाहरू हुन्छ। विधा भन्दा पनि त्यहाँ छन्दको नामहरू हुन्छ होइन, जस्तो मन्दक्रान्त होइन, शार्दुल विक्रीडित छन्दहरू जस्तो तोतक छन्दहरू होइन, शार्दुल ललित छन्दहरू, त्यस्ता छन्दहरू प्रयोग गरेर फरक लयमा फरक भावमा लेख्न सक्छ भने त्यसैलाई आफ्नो हृदयबाट जागृत स्वच्छ शाब्दिक शक्ति नै साहित्य हो भनेर मैले चाहिँ केही वर्ष अगाडिदेखि आफूले जानेको चाहिँ भन्दै आइरहेको छु। र मैले भनेको अभिव्यक्ति साहित्यको विषयमा त्यो सबै लागू नहुन सक्छ, व्यक्तिले अध्ययन गरे अनुसार फरक हजुर दृष्टिकोण हो। म चाहिँ त्यसलाई साहित्य भन्छु। जस्तो तपाईँ उदाहरणको रूपमा आज हामी यो तपाईँमा टकसो गरिरहेछौँ, संवाद गरिरहेछौँ, यो संवादकै विषयमा म यहाँ बसौँला नबसौँला, एकछिन गइसके पछाडि तपाईँले आफ्नो मनोभाव लेख्नुहोस् कि यो सबै यो वरिपरिको हेरेर यहाँ कहाँनिर क्यामेरा राखिएको छ, कहाँनिर कुर्सीहरू खाली छ, कहाँनिर ढोका छ, र जस्तो म मनोहाङ्की राति कहाँनिर कुन साइडमा बसेको थिएँ होइन, र मैले तपाईँलाई कुन आँखाले हेरिरहेको छु, कसरी हेरिरहेको छु होइन, त्यो कुराहरू तपाईँले कल्पना गर्दै अथवा सम्झिँदै लेख्नुभयो भने त्यो नै साहित्य हो म चाहिँ भन्छु कि। साहित्यको परिभाषालाई हामीले हेर्दै गर्दाखेरि चाहिँ एउटा फरक दृष्टिकोण ममा पनि आयो क्या। जे लेखे पनि आफ्नो मनको भाव जे लेखे पनि त्यो साहित्य भयो, साहित्य भयो भन्ने कुरा भयो। मेरो पर्सपेक्टिभबाट चाहिँ साहित्य भन्ने बित्तिकै गहिरो कुरा होइन, गहिरेर अध्ययन गर्नुपर्छ भन्ने कुरा भयो तपाईँको। त्यसरी सोचेको, अथवा साहित्य लेख्नलाई पनि अब त्यो गहिरो अब त्यो ज्ञान हुनुपर्छ भन्ने लाग्थ्यो। तर आजको यो तपाईँको दृष्टिकोणले चाहिँ मेरो दृष्टिकोण पनि परिवर्तन गरिदियो क्या। जस्तो हाम्रो मनको भावलाई जे लेखे पनि त्यसलाई साहित्य भन्नु मिल्छ भन्ने कुरामा तपाईँले प्रश्न पार्नु भएको छ। जस्तो यो तपाईँले अब साहित्य चाहिँ आफैले अरूको हेरेर आफैले लेखेर पनि आफैलाई जाँचेर पनि होइन, लेख्दै जाँदाखेरि चाहिँ सिक्दै गएर अब यो समस्यामा आइपुग्नु भयो। महाकुलुङको भूमिमा चाहिँ नि प्रकाशन गर्ने एउटा कृतिहरू प्रकाश गर्नेमा तपाईँ पनि एउटा ठाउँमै हुनुहुन्छ। महाकुलुङको रेसियोमा यो कृतिहरू प्रकाशन गर्ने, गीतहरू रेकर्ड गर्नेको उसमा चाहिँ लगभग मेरो पनि मैले केही योगदान दिएँ कि अहिले चाहिँ जस्तो लाग्छ होइन, दिएँ कि जस्तो लाग्छ। जस्तो मैले हजुर यतिमै मैले तपाईँलाई एउटा त्यही सन्दर्भमा जस्तो यो साहित्यको विधामा तपाईँले काम गर्दै गर्दा कविता गजलहरू प्रकाशन गरिरहनु भएको छ। त्यो महाकुलुङ एरियाभित्रको त्यो कलाकारहरूको के पनि प्रकाशन गर्नुभयो तपाईँले? अहिले त्यो चाहिँ 5औं कृति भएको छ, महाकुलुङको साहित्यको इतिहास र व्यक्तित्व परिचय भन्ने छ। महाकुलुङको रेसियोमा हेर्दाखेरि चाहिँ 2050-51 देखि लेखिन थालिएको पाइन्छ मैले अध्ययन गर्दाखेरि। र अर्को कुरा चाहिँ इतिहास भन्ने कुरा जति पढ्यो उति नै गहिरो, जति पढ्यो उति नै गहिरो के। त्यस कारणले मभन्दा पछिल्ला अब कोही अध्ययनकर्ता आयो भने त्यसको अगाडि अब त्यसको गहिराइमा पुगेर पनि निचोड निकाल्न सक्छ। मैले गर्दाखेरि चाहिँ लगभग मेरो 10 महिनाको समय छ त्यसभित्र। त्यो जुन अहिले हामी कृतिको कुरा गरिरहेछौँ त्यो कृतिभित्र करिब 10 महिनाको समय छ मेरो। त्यसभित्र 117 जना मैले रिपोर्ट गरेको चाहिँ महाकुलुङ एरियाभित्र नै 117 हजुर। त्यो 117 जना मध्येमा बितेका चाहिँ त्यहाँनिर 4 जना छ क्यार, भनेपछि 113 जना त अझै पनि सक्रिय छन् होइन। अब त्यसलाई पालिकाले अब अहिले त स्थानीय सरकार पनि दिएका छन्, त स्थानीय स्तरको उसमा त्यो स्थानीय पालिका अथवा स्थानीय हुन्छ नि अधिकार जुन स्थानीय सरकारले संरक्षण गर्न चाहे भने त्यो हुन्छ के। र अर्को कुरा म के पनि भन्छु भने यो एउटा न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका, यी 3वटा अङ्गहरू देशको प्रमुख अङ्ग र
एउटा चाहिँ पत्रकारले पनि निगरानी गर्ने गर्दाखेरि पत्रकारलाई पनि देशको चौथो अङ्गका रूपमा लिइन्छ भने म साहित्यकार अथवा कलाकार साहित्यकार कलाकारलाई म पाँचौँ अङ्गका पनि देख्छु कि किनभने अब महाकुलुङमा जन्मेका पत्रकारहरू त छन् होइन थुप्रै छन् कसैले व्यावसायिक रूपमा कसैले अब पार्ट टाइममा अब पत्रकारकै रूपमा अब र पत्रकारकै रूपमा नभए पनि मिडियाकै रूपमा पनि अब मिडियासँग जोडेर पनि काम गरिरहेको छ भने त्यो पत्रकार त्यो कुना ठाउँमा आइपुग्दैन कि किनभने त्यहाँनिर सम्भावना छैन त्यहाँनिर पत्रकारहरू आएर बस्नको लागि त रिपोर्टिङ गर्दाखेरिको त्यहाँ लेख्दा हेर्दा अब आफ्नै खाएर त गर्न सकिँदैन खानुपर्छ त्यसमा त्यो पालिकाले त्यो कुरामा ध्यान दिनुपर्छ ध्यान दिनुपर्छ त्यो मैले देख्दाखेरि चाहिँ हेर्दाखेरि जस्तो पालिकाले तपाईँले रोकिहाल्छ जस्तो तपाईँले त्यो अहिले तपाईँले नवयुग साहित्य कला सेवा समाज हो तपाईँ त्यो संस्थाबाट पनि तपाईँले अब घरिघरि कहिले गजल प्रतियोगिता कहिले कविता प्रतियोगिता गरिराख्नु भएको छ हजुर यो के पालिकाले गर्नुपर्नेमा तपाईँले गरिराख्नु भएको छ कसरी हेरिराख्नु भएको छ यसमा चाहिँ अब पालिकाको सन्दर्भमा स्थानीय सरकारले चाहिँ कसरी हेर्छ थाहा छैन तर धेरैचोटि मैले पनि अब प्रतिवेदनहरू पेश गरे हो होइन त्यो अहिलेसम्म पारित भएन यो पारित नहुनुको उसमा चाहिँ मैले झट्टै हेर्दाखेरि त्यहाँनिर हाम्रो पहुँच नहुनु नै हो त्यहाँ अथवा अब पदाधिकारी जनप्रतिनिधिहरूसँग कोअर्डिनेसन गर्न नसक्नु भनेको अलिक राजनीतिक पाटोलाई हेरियो होइन त्यही हिसाबले म चाहिँ हेर्छु त्यसरी भन्दा पनि अब हाम्रो प्रतिनिधिहरूसँग ती सम्बन्धीको ज्ञान त्यो सम्बन्धीको त्यो नभएको महत्त्व पनि नबुझेको र अर्को चाहिँ त्यो सम्बन्धी ज्ञान छैन नि त अहिले हाम्रो प्रतिनिधिहरूसँग किनभने मैले अहिले नै भन्दै थिएँ कि कुना ठाउँ परेको महाकुलुङमा त्यस कारणले कुना ठाउँमा आफ्नै खाएर त गर्न सक्दैनन् त्यहाँ अलिकति आफ्नै त्यो पेसा गरे बापत केही त आउनु पर्यो नि त्यो आएपछि आफ्नै खाएर काम गर्छ कि त्यो गर्दाखेरि पनि नबसिसके पछाडि त्यो पत्रकारले पनि त्यहाँनिर निगरानी गर्ने ठाउँ हुँदैन त्यस कारणले म चाहिँ के भन्छु भने त्यो अहिले साहित्यकार कलाकारहरूलाई मैले राष्ट्रको पाँचौँ अङ्गका रूपमा मैले हेर्छु किनभने म आफू स्वयं एउटा लेखक भएर अथवा बनेर होइन कि अरू जोसुकै देशभरिका विभिन्न देशका राइटरहरू छन् ती राइटरहरू त्यो फलाना देशका जुन जुन क्षेत्रका हुनुहुन्छ त्यो क्षेत्रका पाँचौँ अङ्ग हो कि किनभने अहिलेसम्म जति पनि मेरो कृतिहरूमा गाउँघरका केही भए घटेका घटनाहरू पनि हुनसक्छ मेरो कवितामा मेरो रचनामा होइन भाषाका कुरा भयो पहिचानका कुरा भयो संस्कारका कुरा भयो त्यो सासाना केही कुराहरू होइन पत्रकारले पनि त्यो खोतल्ने कुरा भएन राजनीतिज्ञहरूले पनि त्यो खोतल्ने कुरा भएन र राजनीतिज्ञहरूको विषयमा चाहिँ के पनि छ भने त्यहाँ पहिचानको कुरा गर्ने चुनाव लड्ने त्यसपछि हुन्छ कि भनेर अरूहरूले पनि यसो एक दुई मत हालिहाल्ने पछि अब जित्यो भने जित्यो जितेन भने जितेन जित्नेले पनि त्यो जितिसके पछाडि गर्दैन कि चुनाव हुँदै गर्दाखेरि स्थानीय सरकारले चाहिँ आफ्नो एजेन्डा पनि अहिलेसम्म त्यो साहित्य राख्न सक्छ अहिलेको थुप्रै राजनीतिक कर्मीहरूको एजेन्डाको उसमा पेपरमा मैले देखाएको छु यो एमालेको पनि रहेछ माओवादीको रहेछ मैले कङ्ग्रेसको चाहिँ हेर्न पाएको छैन त्यो साहित्यलाई फोकस गर्नुपर्छ है कलालाई पनि फोकस गर्नुपर्छ है भन्ने एजेन्डाहरू राखेको रहेछ तर हालसम्म महाकुलुङको रेसियोमा महाकुलुङ जन्मिसके पछाडि योभन्दा अगाडि जो बुङ गाविस छेसकाम गाविस गुदेल गाविस हुँदासम्म पनि साहित्यको भाषा अथवा साहित्यको विषयमा बोलिएको कुरा छैन मैले हेर्दाखेरि चाहिँ आउने सरकारले फेरि अब आउने सरकारमा चाहिँ के आश गरौँ आउने सरकारमा पनि तत्काललाई महाकुलुङ क्षेत्र कुना परेकोले त्यो त्यही त स्थानीय सरकार अलिक कुना ठाउँ परेकोले आँखा नपुग्न सक्ला ध्यान नपुग्न सक्ला एजेन्डा बनाउला त्यो अहिले तत्काललाई त्यो योजना ठिक होला अथवा सञ्चालन होला एउटा वडाले त्यस्तो आयोजना गर्न सक्छ कि सक्दैन वडाले गर्न सक्छ तर एकचोटि चाहिँ वडाले गरेको थियो 2 नम्बर वडाले गरेको थियो गत अनि अर्को चाहिँ महाकुलुङ पालिकामा पहिले पञ्चायतदेखि नै साहित्यको विषयमा उठान नभएको मैले 2080 सालको वैशाख 18 गते पहिलो पटक साहित्यको कार्यक्रम आयोजना
मैले व्यक्तिगत रूपमा गरेँ हैन। त्यसमा सहकारी गर्ने सहयोग उहाँले त गर्नु भएन, तर कार्यक्रममा अब चाँजो पाँजो मिलाइदिने कामहरू चाहिँ मित्रले गरिदिनु भएको थियो, झलक मित्र। पछिल्लो समयमा पनि मैले नै व्यक्तिगत रूपमा 81 सालको असोज 27 गते सोमबार गरेँ। पछि 82 सालमा पनि म आफैले नै गरेँ। त्यसपछि 82 सालको माघ 16 गते वडा नम्बर 2 ले गर्यो। त्यसपछि 83 सालमा अस्ति भएको छ, फेरि जम्मा गरेर 5 वटा कार्यक्रम भएको छ। 83 सालको जेठको 2 गते चाहिँ नेपाल प्रज्ञ प्रतिष्ठानसँग सहकार्य गरेर त्यो नै महाकुलुङको क्षेत्रमा पहिलो पटक केन्द्रको बजेटबाट कार्यक्रम गरिएको हो। मेरो नेतृत्वमा त्यो केन्द्रै भनौँ न, नेपाल प्रज्ञ प्रतिष्ठान भनेको नेपालभरिको जे जति भाषा, साहित्य, कला, संस्कृति छ नि त्यो संरक्षण गर्ने, त्यो हेर्ने एउटा संस्था नै नेपाल प्रज्ञ प्रतिष्ठान हो। र भूपाल राईहरूसँगको सहकार्यमा त्यो गर्न सकियो र 58,000 पैसा आएको थियो। अब यो नवयुग साहित्य कला सेवा समाज यो संस्थाको एउटा तपाईँले सङ्गठन गरेर यो त कति वर्ष भयो? यो संस्थै भएको त 1 वर्ष मात्रै भयो। अस्ति यसको जस्तो तपाईँले यसको स्थापना गर्दाखेरि के उद्देश्यको साथ चाहिँ स्थापना गर्नुभयो? यसको उद्देश्य के हो भने यो संस्थाको उद्देश्य के हो भने एउटा महाकुलुङ भनेको कुना ठाउँ हो र योभन्दा 67-68 सालतिरको पोस्ट पत्रिका गोर्खा पोस्ट हैन, सोलु पोस्ट जस्ता हिमाली दैनिक के भन्ने त्यस्तो हिमाल टाइम्स त्यस्तो पत्र पत्रिकाहरू तपाईँ खोजेर पढ्न सक्छ। त्यसमा के भनिएको छ भने यसो भनिएको छ, गुदेलबुङ र चेस्काम भनेको सोलुको सुदूर कर्णाली भनिएको छ। त्यो सुदूर कर्णाली भनिएकै अर्थमा चाहिँ अहिले म बुझ्दैछु त्यहाँ चाहिँ भाषा पनि बुझ्दैन, शिक्षा पनि छैन, ज्ञान पनि छैन, बुझ्दैन भन्ने कन्सेप्टले त्यो गरिया रहेछ, भनिया रहेछ कि। त्यस कारणले अबको समयमा त्यो चिरेर जानुपर्छ हैन। उता पहिलो पटक यो सोलुखुम्बु जिल्लाभरिमै चाहिँ पहिलो पटक गुदेल गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरियो। सोलुखुम्बु जिल्लाभित्रै? हजुर, सोलुखुम्बु जिल्लाभित्रै चाहिँ पहिलो पटक खुल्ला दिशामुक्त गाविस भनेर घोषणा गरिएको गुदेल गाविस हो। मिति यकिन थाहा छैन, 64-65 त्यस्तैमा हो। त्यसपछि चाहिँ अलिकति चेतना बढ्दै गयो, त्यसलाई चिर्नुपर्छ भन्ने कन्सेप्टले यहाँको चाहिँ सबैभन्दा चाहिँ अहिले हाम्रो राष्ट्रले अथवा स्थानीय सरकारले देखेको चाहिँ भलिबल खेल अनि एउटा गाउने एउटा नाच्ने मात्रै देखाएको छ के संरक्षणको विषयमा। साहित्यलाई देखेन, लेख्ने कुरा भनेको चाहिँ बौद्धिक कुरा हो के त्यहाँ हैन। खेल पनि आफैमा बौद्धिक हो, नाच्ने गाउने पनि आफैमा बौद्धिक हो, तर शब्द खेलाउनेमा चाहिँ आफैमा अत्यन्तै बौद्धिक हो। त्यसभित्र लिन सक्यो भने मनोरञ्जनका कुराहरू छ हैन, शिक्षाका कुरा छ त्यसैभित्र, इतिहासका कुरा पनि त्यहीभित्र आउँछ, पहिचानका कुरा पनि आउँछ। सिर्फ यत्यो गाउने र नाच्नेमा एउटा यत्यो संस्कारका कुराहरू आउँछ, भाषाको कुरा त्यहाँ आउँदैन हैन, पहिचानका कुरा थोरै आउन सक्छ, त्यति बाहेक केही आउँदैन। खेलकुदमा त त्यही स्वास्थ्यसँग सम्बन्धित, अब स्वास्थ्यलाई खेलकुद र नृत्य गायन भन्दा उत्कृष्ट भन्न मिल्यो? उत्कृष्ट भन्न मिल्यो। यसको मतलब मैले भन्न खोजेको चाहिँ अब खेललाई छोड्नुहोस् अथवा नाच्ने गाउनेलाई छोड्नुहोस् भने होइन, खेल अनि नाच्न गाउनेलाई सँगसँगै लेख्ने कामलाई पनि स्थानीय सरकारले केही समय संरक्षणको दायरामा प्रोत्साहनको विषयमा ल्यायो भने भाषा पनि बच्छ, इतिहास पनि बच्छ, पहिचान पनि बच्छ, लिपि पनि बच्छ हो कि। अर्को कुरा चाहिँ के हो भने म पहिचानकै कुरा गर्दै आइरहेको मान्छे, मैले पहिचान बच्नु भनेको अथवा पहिचान बचाउनु भनेको स्वयं आफू बाँच्नु हो। जस्तो मैले अहिले कुरा गरेँ नि वंशावलीको कुरा, त्यो वंशावली बचाउनु भनेको म बाँच्नु हो कि होइन, स्वयं। र मैले पहिचानभित्र मैले के पनि राखेको छु भने भाषा, धर्म, रीति, संस्कार, राज्य, इतिहास, यी कति 7-8वटा मैले राखेको छु त्यसभित्र। त्यो कुराहरू चाहिँ बच्यो भने मात्रै स्वयं आफू बाँचेको अस्तित्व रहन्छ कि। जस्तो तपाईँ मानिलियो अहिले टक सोमा अथवा संवादमा हामी कुराकानी गरिरहेछौँ, उमेश हो हजुरको नाम होइन, उमेश हो नि। उमेश बाँच्नु भनेको स्वयं तपाईँले गरेको काम बाँच्नु हो नि, मान्छेले त बचाइदिँदैन।
स्वयं तपाईँले गरेको काम बाँचिसके पछाडि मात्रै त्यो उमेश बाँच्यो के। भोलि तपाईँको वंशले तपाईँको इतिहास खोज्छ। तपाईँको भोलिको दिनमा त के हुन्छ भने राम्रा राम्रा देशलाई पुर्याउने, देशलाई राम्रा योगदान पुर्याउने कामहरू गर्दै गयो भने यो हाम्रो छालाहरू त, यो हाम्रो नसाहरू त यो खिएर जान्छ, माटो बनेर जान्छ। बाँकी केही समय हाम्रो हड्डी बाँकी रहन्छ कि त्यो हड्डीलाई समेत उत्खनन गरेर म्युजियममा राख्छ कि त्यो कति वर्ष अगाडि त्यो मान्छे थिए, के गरेको थियो, त्यो हड्डीबाट चाहिँ ल्याब स्क्यान गरेर राख्न सक्छ कि अध्ययन अनुसन्धान गर्न सक्छ। हो त्यसरी चाहिँ योगदान पुर्याउनुपर्छ आफ्नो क्षेत्रको लागि भन्दै आएको कि पहिचानको विषयमा पनि। र त्यो संस्थासँगै जोडेर आयो। त्यो संस्थाले चाहिँ अब त्यहाँका कलाकारहरू, साहित्यकारहरू उठाउनु पर्छ। त्यो संस्था चाहिँ स्थापना गर्दै गर्दाखेरि चाहिँ उद्देश्य चाहिँ हजुर अब साहित्य दबियो, यसलाई माथि ल्याउनलाई यो चाहिन्छ भन्ने हिसाबमा हो। हजुर। र अर्को चाहिँ त्यहाँका एक दुईजना राइटरहरू अहिले चाहिँ मैले नै अब केही फोन मार्फत हौसला दिइरहेको छु, भाषा अलिक लेख्नुपर्छ है, गर्नुपर्छ है। यसले भोलिको दिनमा अहिले तत्काललाई पैसा नपाएले पैसाको लागि मात्रै हामीले काम गर्ने होइन, इतिहास र पहिचानको लागि काम गर्ने। भोलिको दिनमा तपाईँको दस्तावेज रहन्छ भनेर केही भाइहरूलाई बहिनीहरूलाई उक्साइरहेको छु। हिजो अस्ति थुलुङ दुधकोशीमा एउटा साहित्यको कार्यक्रम भएको थियो। त्यसमा पनि एकजना बहिनी मैले नै लिएर आएँ। उहाँले त्यो भत्ता स्वरूप 4000 पाउनु भएको थियो। त्यो 4000 पाउँदा मात्रै पनि उहाँ कम त खुसी हुनु भएन, मलाई समेत तपाईँले गर्दा मैले पाएँ, धन्यवाद भन्नुभएको छ होइन। तपाईँ नभएको भए मैले लेख्दिनँ थिएँ भन्नुभएको छ होइन। तर त्यो हिसाबले मैले गरिरहेको छु भनेको होइन, त्यो मैले चाहिँ गर्ने एक खालको उत्प्रेरणा हौसला दिइरहेको छु। गर्ने नगर्ने आफ्नो उसमा भर पर्छ। त्यस्तै एउटा पालिकाले पनि यो साहित्य क्षेत्रमा धेरै पैसा नै चाहिँदैन कि। यो साहित्य क्षेत्र भनेको चाहिँ अत्यन्तै न्यून कस्टमा हुने हो कि। जस्तो हामीले अहिले कविता वाचन, कथा वाचन गऱ्यो भने यो हलभित्रै पनि संयौँको वाचन सकिन्छ कि। तर कुनै एउटा नाचगान गर्नु पर्यो भने यो हलभित्र सकिन्छ, दर्शक चाहियो होला होइन, स्टेज बनाउनु पर्छ होला, स्पिकर चाहियो, अनि स्पिकर चाहियो होइन। त्यसपछि अर्को भनेको खेलकुदको कुरामा चाहिँ यो हलभित्र फुटबल खेलाउँ त, भलिबल, ब्याडमिन्टन, क्रिकेट खेलाउँ त भने चाहियो, सकिन्छ? सकिँदैन। त्यसको लागि एउटा ग्राउन्ड चाहियो होइन, दर्शकहरू पनि चाहियो। त्यस कारणले साहित्य भनेको चाहिँ अत्यन्तै न्यून कस्टमा, मानव प्रत्येक वर्ष पालिकाले एउटा उदाहरणको रूपमा 30,000 मात्रै बजेट छुट्याएको छ भने पालिका व्यापी कार्यक्रम हुन्छ। हो त्यो एउटा 30,000 हामीले हेर्दा 30,000 हो नि, तर एकजना साहित्यकारलाई त्यही भित्रकोलाई एकजनालाई 1000 दिउँ, अर्कोजनालाई 1000 दिउँ, अर्कोजनालाई 1000 दिउँ होइन। त्यसको लागि अब केही प्रमाणपत्रहरू पनि अब बनाइदियो होइन, एउटा 50-60 रुपैयाँको खादा लगाइदिउँ, उसलाई हौसला बढ्छ कि। धेरै पैसा नै चाहिँदैन र ठुल्ठुला मञ्चहरू नै चाहिँदैन। यति हो साहित्यकारले चाहिएको चाहिँ जो जनप्रतिनिधिहरू हुनुहुन्छ, जो चाहिँ साहित्य प्रेमी हुनुहुन्छ, जसले बुझेका छैन त्यसले यति धैर्य गरेर सुनिदियोस्, 5 मिनट सुनिदियोस्, 10 मिनट सुनिदियोस्। त्यस कारणले भाषा, साहित्य लेख्नु भनेको, बोल्नु भनेको एउटा पहिचान लिपिबद्ध हुनु हो। भाषा भनेको दुई खाले हुन्छ होइन, एउटा लिपि भाषा र अर्को चाहिँ मौखिक भाषा। जो मौखिक भाषा भनेको चाहिँ तपाईँ हामी जुन अहिले बोलिरहेछौँ यो भाषा हो होइन, यो त हामीले लेखेको छैन नि, रेकर्ड भइरहेको छ हो कि होइन। र अर्को साहित्य भनेको लिखित भाषा हो, लिखित लिपि हो। त्यो जुन बेला कस्तो लिपिमा लेखिन्थ्यो भन्ने कुरा पनि हो। अहिले हाम्रो के अरे बैरागे काइलाज्यूले हर्षण पाण्डुलिपि भन्ने किताब निकाल्नु भएको छ नि। त्यो हर्षण पाण्डुलिपि भित्र चाहिँ हर्षण नागरिकले नेपालबाट लान नसकेको लिपि अथवा लगेर सुरक्षित गरेको लिपि हो नि त त्यो किताब भनेको। त्यसमा पनि इतिहास हुन्छ नि। त्यो हाम्रो योभन्दा 100औं वर्ष अगाडि अथवा योभन्दा हजारौँ वर्ष अगाडि हामी कस्तो अक्षर लेख्थ्यौँ, कुन भाषा बोल्थ्यौँ भन्ने कुरा यहाँनिर दिएको छ कि अहिले पनि। अहिले सञ्जालमा पनि देख्न पाउँछौँ। र त्यो हर्षण पाण्डुलिपि भन्ने किताब तपाईँ भेट्नुभयो भने त्यसभित्र हाम्रो लिपिको कुराहरू छ, हाम्रो भाषाको कुरा छ, कसरी संरक्षण भयो के भन्ने कुरा छ होइन। त्यो कृति मैले त पढ्न पाएको होइन, तर बाहिरबाटै हेर्दा नै थाहा हुन्छ कि के विषयमा लेखिएको भन्ने कुरा। अहिले यो जस्तो माकुलुङमा चाहिँ माकुलुङ लाइब्रेरी पनि अहिले स्थापना भएको छैन?
महाकुलुङ पुस्तकालय स्थापना भयो भन्ने कुरामा मलाई कुनै जानकार छैन, थाहा छैन। तर मेरो आफ्नै उसबाट चाहिँ करिब करिब मसँग यो आफूले स्कुलमा पढ्ने किताबभन्दा बाहेकका करिब 70 देखि 90 हजारको हाराहारीमा त्यो रकम 70 देखि 90 हजार बराबरको किताबहरू छ मसँग। 350 हाराहारी पुगिसक्यो। विभिन्न किताबहरू सङ्कलन गर्दैछु। पहिलेका मेरो किताबहरू केही हरायो, केही चाहिँ गुदेल माध्यमिक विद्यालयलाई पुस्तकालयमा दिएको छु भने अब पछिल्लो समयमा चाहिँ आफैले भोलिको दिनमा अब के होला त्यो किताबहरू सङ्कलन गरेर राख्ने विचार गरिरहेको छु। भए पालिकाले प्राथमिकता दियो पालिकालाई नै दिने, होइन भने आफ्नो लागि त्यो किताब राख्ने। अहिले एउटा बाकस चाहिँ भरिसक्यो र अर्को बाकसमा राख्दैछु। भोलिसम्ममा त्यो किताबहरूलाई व्यवस्थापन गर्नको लागि अब के गर्न सकिन्छ हेरौँ। त्यो पुस्तकालय तयारको लागि काम गर्दैछु आफ्नो लागि। यो जस्तो तपाईँको नवयुग साहित्य कला सेवा समाज छ नि, यसको भावी योजना चाहिँ कसरी अगाडि बढ्ने, यसलाई कति बृहत बनाउने, अथवा यो महाकुलुङभित्रै खुम्चिन्छ कि अथवा यसले देशव्यापी रूपमा लाने हो कि कस्तो छ सोच तपाईँ? यसलाई चाहिँ देशव्यापी रूपमा चाहिँ लान सकिन्छ सकिँदैन, तर यसलाई जिल्लाव्यापी रूपमा चाहिँ लान सकिने उद्देश्यले नै यो संस्था दर्ता गरेको हो। तर पनि पछिल्लो समय दर्ता गरिसके पछाडि के भयो भने संस्था सञ्चालनको विषयमा चाहिँ यस्तो हुँदो रहेछ। त्यो चाहिँ दर्ता भइसके पछाडि मैले फिल गरेको एउटा राजनीति हेरिँदो रहेछ कि म त कुनै पनि राजनीतिमा छैन नि, कुनै पनि पार्टीको सङ्गठनमा छैन। त्यस कारणले यो त मनुवाङको संस्था हो भन्ने पनि मेरो सदस्यहरू लगभग 75%ले मलाई हेल्प गरिरहेछ भने बाँकी 25%ले यो त मनुवाङको संस्था हो भन्ने हुन्छ। हाम्रो भन्ने नै छैन। अनि त्यहाँ कार्यक्रम गर्दा पनि यो त मनुवाङको कार्यक्रम हो, त्यो त मनुवाङको त होइन, संस्थाको नि सिङ्गो संस्थाको सिङ्गो पालिकाको र सिङ्गो एउटा देशको हो नि त्यो कार्यक्रम त हो। त्यस कारणले संस्था सञ्चालनलाई अब भोलिको दिनमा के गर्न सकिन्छ भन्ने कुरा चाहिँ थाहा छैन। कति गाह्रो छ त यो? गाह्रो छ, निकै गाह्रो छ। अब यस्तो अघि नै मैले भने साहित्य क्षेत्र अत्यन्तै न्यून कस्ट हुने हो, राजस्व त तिरि नै रहनुपर्छ होइन। अब त्यस्ता सङ्घ संस्थाहरूमा छोडिदियो यता पैसा नहुने भने भन्दैन, पैसा नभए पनि त्यहाँ दर्ता गरिसके पछाडि त राजस्व त तिरि नै रहनुपर्छ होइन। वर्षमा लगभग हामीले राजस्वलाई त थोरै नै तिर्छौँ किनभने हाम्रो संस्था फरक उद्देश्यको हो। तर यो अडिटरहरूले चाहिँ निकै लिँदा रहेछ कि होइन। ठ्याक्क 10 मिनट 15 मिनटमा सकिने पनि 5-6 हजार त एकै तालमा खाइहाल्दो रहेछ। त्यसपछि फोटोकपी के गर्दाखेरि लगभग वर्षमा 10,000 हाराहारीसम्म चाहिँ जान्छ। सामान्य आय स्रोत त छैन। अब त्यसपछि यो संस्थालाई अनि कार्यक्रमहरू गर्नुपर्दाखेरि चाहिँ अहिले चाहिँ कसरी म्यानेज गरिरहनु? हालसम्म चाहिँ डोनेसनहरू मागेको छु। त्यो डोनेसन अब मेरो आफ्नो लागि नभएको कारणले अरूले पनि बुझ्यो होइन, बुझिदिनु भयो। त्यस कारणले त्यो डोनेसन मार्फत चलिरहेछ। तर बिचमा देउसे भैलो स्थापना कालमा एकचोटि हाम्रो गाउँमा मात्रै देउसे भैलोमा आएको थियो। पछिल्लो समयमा फेरि यस्तो पनि भएको छ, हाम्रो सदस्यहरू सबै जब सेक्टरमा इस्टाब्लिस्ड होइन। त्यस कारणले फेरि हामीले घोषणा पनि गरेका थियौँ। अस्ति कार्यक्रम भयो, राष्ट्रव्यापी कार्यक्रम गरेका थियौँ। त्यसमा 34-15 भनेको 34-15 भने 49 जना चाहिँ त्यहाँ सहभागी मात्रै थिए कविहरू। त्यत्रो पालिकामा रहेछ नि त, पालिकाभित्रै पनि होइन। बाँकी 15 जना चाहिँ विभिन्न ठाउँबाट आएको थियो भने 34 जना त त्यही भित्र थिए नि, त्यही पालिकाभित्रकै कविता वाचन गर्ने थिए। त्यसमा पनि 2-4 जना हाम्रा कवि अग्रजहरूको त गणना नै छैन किनभने त्यो उहाँहरूको त इच्छाले गरे हो नि त। त्यस कारणले अरू पनि इच्छाले नै आए होइन। तर त्यो कुन लेभलको हो भन्ने हिसाबले त्यो सानो लेभलको लागि गनिएको हो। 34 जना कविहरू वाचन गर्न आएको थियो, कसैको गजल थिए, कसैको कविता थिए होइन। अब त्यस्तै आएको थियो। र भविष्यमा चाहिँ त्यो यो संस्थाको उद्देश्य भनेको एउटा कुना ठाउँ हो। त्यस कारणले भोलिको दिनमा कसैले अक्षय कोषहरू राख्छ,
कसैको स्मृति कोषहरू राख्छ, हामी एक्सेप्ट गर्छौँ किनभने हाम्रो विधानमा पनि छ। र त्यो अक्षय कोष, त्यो स्मृति कोष भन्ने कुरा चाहिँ के हुन्छ भने त्यो नासिँदैन कि। सपोज मानिलिउँ तपाईँ आफ्नो बाजेको नाममा 1 लाख दिनुभयो अथवा 10,000 दिनुभयो, 5 रुपियाँ नै दिनुभयो कि, तर त्यो निश्चित त्यो भित्र राखिसके पछाडि तपाईँको सावा कहिले पनि हराउँदैन। त्यसको बैङ्कमा राख्छौँ र त्यो बैङ्कमा आइसके पछाडि त्यसको ब्याज स्वरूपले संस्थामा यति नै वर्षमा दिनुपर्छ भन्ने छैन। पुरस्कारको पनि 5 वटा पुरस्कारको पनि व्यवस्था गरेका छौँ। त्यो आवश्यकता अनुसार प्रत्येक वर्ष पनि हुनसक्छ, अब 2 वर्षमा पनि हुनसक्छ, 5 वर्षमा पनि हुनसक्छ। नेपालको रेसियोमा हालसम्म सबैभन्दा ग्याप भएको 5 वर्ष हो, अनि 3 वर्ष, 2 वर्ष, प्रत्येक वर्ष होइन, 4 वर्षमा पनि पुरस्कार वितरण भइरहेको देखिन्छ। त्यो ब्याज बापतको रकमले हामीले कार्यक्रम पनि गर्नु छ। कोही मान्छे अथवा कोही संस्थालाई प्रोत्साहन स्वरूप पुरस्कार पनि गर्नु छ। त्यो हिसाबले हामीले सरकारबाट त्यति धेरै आश छैन। हजुर, छैन। त्यो सरकार त्यसरी नै काम गर्ने। फेरि यस्तो पनि हो, त्यो पुरस्कार सरकारबाट आउने होइन, व्यक्तिले अथवा कुनै पनि संस्थाले त्यो स्मृति कोष, अक्षय कोषको रूपमा त्यो राख्यो भने त्यसको ब्याज बापतको रकमले हामीले कार्यक्रम गर्ने, जुन अहिले गीतकार सङ्घमा पनि त्यसरी नै चलिरहेछ। अनि अर्को चाहिँ आफूले कार्यक्रम गर्दाखेरि कसैले अब चिया खर्च के अब बनेर बुझेर त्यो साहित्यको चासोमा राख्यो भने अब दिन्छ भने त्यो पनि हामी एक्सेप्ट गर्छौँ। र कार्यक्रम गरिसके पछाडि त्यो भएको पैसा चाहिँ हामीले सदस्यहरूले बाँडेर लाँदैनौँ। जति कार्यक्रममा हामीले खायौँ त्यो चाहिँ फरक कुरा भयो, खाएको चाहिँ हामी ती संस्थाबाट अब सके तिर्छौँ होइन। त्यसपछि बाँकी रहेको पैसा हाम्रो कोषमा जान्छ। संस्था दर्ता गरेकोमा त्यत्रो राष्ट्रव्यापी कार्यक्रम पनि गरे, आयोजना गऱ्यौँ हामीले होइन। मेरो सदस्यज्यूहरू पनि हुनुहुन्छ, थुप्रैले सहयोग गर्नु भएको छ कि, र पनि अझै हाम्रो 20-25 हजार त हाम्रो बचत छ कि, बचत छ। त्यो बचतको विषयमा अब थोरै हाम्रो संस्था नवीकरण गर्ने समय आइरहेछ, त्यसको चाहिँ खर्च बाँकी नै छ भने अब त्यो 15-20 हजार बचत हुनु भनेको छोटो समयमा निकै राम्रो हो नि। हो, त्यसरी चाहिँ गरेर काम गर्दैछौँ। अब र अघि नै मैले जबको पनि कुरा गरेँ, हामी इस्टाब्लिस भएको छैन, केही वर्षलाई रोक्छौँ। संस्थालाई सञ्चालन गर्नको लागि उसमा अनलाइनमा चाहिँ गर्छौँ होला। भविष्यमा यो नवयुग साहित्य कला सेवा समाज निरन्तर चलिरहन्छ भने चाहिँ 5 प्रकारको हामीले वितरण गर्ने पुरस्कार राष्ट्रिय स्तरकै हुन्छ। भलै त्यो 500 को होस्, 1000 को होस्, अथवा 1 लाख, 2 लाख, 10 करोडकै होस्, त्यो राष्ट्रव्यापी हुन्छ होइन। हामीले वितरण गर्ने त्यतिको अधिकार, त्यतिको उसमा चाहिँ संस्था महाकुलुङमा निरन्तर चल्न सक्यो भने त्यो त्यो उद्देश्य छ। पछिबाट त त्यसो भए यस्तो जस्तो कसैले त्यो कोषमा पैसा राख्यो भने पछि त पैसा त्यो सहयोग माग्ने त बन्द हुन्छ। त्यो त किन गर्ने हो। अहिले चाहिँ तत्कालको लागि चाहिँ संस्था टिकाइराख्न अथवा कार्यक्रम आयोजना गर्नलाई त्यो बाध्यात्मक परिस्थिति भयो भनौँ न। हजुर, त्यो भएर अहिले सहयोगहरू सङ्कलन आवश्यक परेको बेला गरिरहेको छ भने पछि त त्यो पछि त पर्दैन। पछि त कस्तो हुन्छ भने कम्तीमा त्यसमा 8-9 लाख मात्रै बजेट सङ्कलन भएछ भने त्यो विभिन्न पुरस्कारको नाममा 8-9 लाख मात्रै पुरस्कारको विषयमा त्यो त अक्षय कोष भयो, त्यो राशि भयो। त्यति राशि सङ्कलन भयो भने त्यसै भित्रबाट कार्यक्रम पनि हुन्छ, त्यसै भित्रबाट हाम्रो संस्थाको नवीकरण पनि हुन्छ, पछि त खोज्नु पर्दैन। त्यस्तो राम्रो खालको संस्था छ, निरन्तर चल्यो भने। अनि अर्को चाहिँ भविष्यमा एउटा नवयुग राष्ट्रिय कृति पुरस्कार भन्ने छ एउटा हाम्रो पुरस्कारको। त्यो कृति पुरस्कार भनेको चाहिँ किताब प्रकाशन गरिसकेकालाई नै, त्यसभित्र पनि कतिपय सांस्कृतिक किताब होला, कतिपय उपन्यास विधाका कतिपय केही कुराहरू। तर प्राथमिक त सोलुखुम्बु एरियालाई नै हो, सोलुखुम्बु जिल्लालाई नै हो पहिलोपटक। सोलुखुम्बु जिल्लाभित्रकालाई त्यो प्रोत्साहन स्वरूप वितरण गर्ने। त्यसपछि अर्को चाहिँ नवयुग साहित्य साधना पुरस्कार भन्ने छ। त्यो चाहिँ निकै अगाडिदेखि साहित्य क्षेत्रमा आइरहेको हो र कृति प्रकाशन नभएको हो अथवा भए पनि त्यो थाहा नपाइएको। पछि मान्छे ल्याएपछि थाहा पाउने हो नि त। जस्तो तपाईँले के काम गर्नुभयो भन्ने कुरा मैले बाहिरबाट हेरेर थाहा हुन्न, तपाईँ आइसके पछाडि हालसम्मको योगदान के हो भनेर मैले तपाईँलाई सोधिसके पछाडि नै थाहा पाउने होइन। त्यसो हुँदाखेरि त्यो एउटा कृति एउटा पुरस्कार भयो। अर्को चाहिँ नवयुग समाज सेवा सम्मान भन्ने छ। त्यसमा चाहिँ संस्थालाई पनि दिन सकिनेछ,
किनभने समाजसेवाको क्षेत्रमा महाकुलुङको समाजसेवाको क्षेत्रमा साहित्यको विधामा नभएर समाजसेवाको क्षेत्रमा जस्तो कोही विपदमा पर्यो हैन आफ्नो व्यक्तिगत अथवा कुनै पनि संस्थासँग जोडेर त्यो विपदमा भएका घर परिवार भयो समुदाय भयो अथवा कोही व्यक्ति भयो त्यसलाई अब केही संरक्षणको निमित्त अब काम गर्ने व्यक्तिहरूलाई चाहिँ एउटा प्रोत्साहन स्वरूप हामी सम्मान पत्र भएसम्म त्यहाँ केही रकम पनि हुनसक्छ त्यो रहन्छ भने अर्को चाहिँ नवयुग बाल प्रतिभा पुरस्कार भन्ने छ। त्यो नवयुग बाल प्रतिभा पुरस्कार भनेको चाहिँ सासाना बालबालिकाहरूलाई 12सम्म पढ्दै गरेका विद्यार्थी नानी बाबुहरूलाई चाहिँ एउटा प्रोत्साहन स्वरूप भिडाएर छानेर त्यो दिने पुरस्कार भयो। त्यसपछि अर्को चाहिँ हाम्रो बाल साहित्य छ एउटा चाहिँ नवयुग बाल प्रतिभा भनेको चाहिँ कस्तो भन्दाखेरि नाच्ने गाउनेतिर भयो अनि नवयुग बाल साहित्य भनेको चाहिँ लेखेर नै गर्ने भयो त्यो बालबालिकाहरूलाई दिने कुराकानीलाई अब हामी अन्तिमतिर लाँदैछौँ। अन्तिमतिर चाहिँ मैले तपाईँलाई एउटा के प्रश्न गरिरहेको छु भन्दाखेरि जस्तो महाकुलुङ एरियाभित्र चाहिँ नि मनुवाङ किराँती अथवा संस्थाको पहलमा चाहिँ धेरै साहित्यकारहरूको जन्म भयो। त्योभन्दा अगाडि त्यसरी भएको थिएन अथवा तपाईँकै समयमा र तपाईँले नै त्यसरी अरूलाई सिकाउने साहित्य लेख्न सिकाउने अनि जन्म दिने भनौँ न त्यसरी गर्नलाई चाहिँ के कुराले प्रेरणा गरेर त्यस्तो सुरु गर्नुभयो? मैले चाहिँ अब केही लेख्छन् कि भन्ने हिसाबका अब भाइ बहिनीहरू छन् भने अब त्यसलाई कसरी हुन्छ नजिक ल्याउने सम्पर्कमा ल्याउने त्यसपछि अब म सोध्छु अब कस्तो लेख्न रुचाउनुहुन्छ त सिधै अब कविता उसले कथा लेख्न चाहेको छ सिधै कविता लेख भनेर त हुँदैन। उसले अर्को गीत लेख्न चाहेको सिधै मुक्तक लेख निबन्ध लेख त भन्न सकिँदैन। तर उसले कुन चाहिएको हो आफूलाई केमा लेख्दै हुनुहुन्छ त्यसपछि उसको विधा अनुसारको र त्यो विधाभन्दा फरक उसले नबुझेका कुराहरू के हो त त्यहाँबाट जाँदाखेरि त्यो विधा कस्तो हुन्छ त्यो विधाको इतिहास के छ भन्ने कुरा आफूले जाने अनुसारको चाहिँ लेख्नुपर्छ सिकाउँछु। र किनभने यो यस्तो साहित्यकारलाई म तपाईँलाई 1 लाख दिन्छु भने पनि त्यति आशा राख्दैन किन साहित्य भनेको अघि नै मैले भने अत्यन्तै न्यून कस्टमा हुने हो। भरे 1 लाख दिन्छु भन्दा 1000 पनि नपर्न सक्छ। त्यस कारणले पैसाको आशा नगर्ने योगदान दिँदै जानुस् भविष्यमा त्यो हुन्छ। किनभने साहित्य भनेको एउटा बौद्धिक चेतना हैन सबैभन्दा यो खेलकुद भयो स्वास्थ्य पनि भयो स्वास्थ्य भएन भने फेरि लेख्न पनि सकिँदैन स्वास्थ्य शिक्षा हैन त्यो स्वास्थ्य शिक्षा खेलकुदका सबै कुराहरूलाई मोडिफाई गरेर एकै ठाउँमा निष्कर्ष निकाल्न सक्ने भनेको नै साहित्य हो के। त्यसकारणले साहित्यले चाहिँ आफूलाई बचाउँछ अरूलाई पनि बचाउँछ। बौद्धिक चेतना अत्यन्तै धेरै हुने के। त्यस्तो हुँदाखेरि चाहिँ अब त्यहाँका भाइ बहिनीहरूलाई अब मेरै पालामा केही भाइ बहिनीहरू जन्मे अब धेरै भाइ बहिनीहरू जन्मे म भन्न सक्दिनँ तर केही भाइ बहिनीहरू जन्मे र जसले मलाई नजिकबाट बुझेको छ अथवा मैले पनि नजिकबाट बुझाउन खोजेको छु त्यो भाइ बहिनीहरूले अब निरन्तर गरिराख्यो भने भोलिको दिनमा एउटा पालिकाको सम्पत्ति हो हैन त्यसरी पालिकाको सम्पत्ति हो त्यो। जस्तो नेपालको रेसियोमा हेर्दाखेरि महाकवि लक्ष्मीप्रसाद देवकोटा हैन अब कवि शिरोमणि लेखनाथ पौड्याल जस्ता हैन यो शम्भुप्रसाद ढुङ्गालहरू यता ओखलढुङ्गाका सिद्धिचरण श्रेष्ठहरू हैन धर्मराज थापाहरू नेपालको सम्पत्ति हो नि। त्यो प्रत्यक्ष रूपमा हामी देख्दैनौँ तर त्यसको कुनै न कुनै अब काहीँ न काहीँ केही न केही सुरक्षित छ। जस्तो लक्ष्मीप्रसाद देवकोटा हैन कहाँनिर गाडिएको छ त्यो चिहान संरक्षण होला उसको ऊ मरेर गएको त कयौँ वर्ष भइसक्यो नि 100 वर्ष त पुग्दैन तर निकै वर्ष बित्यो नि त। लक्ष्मीप्रसाद देवकोटा मरिसकेको 61 वर्षपछि हो लक्ष्मीप्रसाद देवकोटाको नाममा एउटा सङ्ग्रहालय बन्दैछ। हेर्नु त नेपाल साहित्य क्षेत्रमा निकै पछाडि छ म भन्छु। राइटरहरू केही अगाडि होला तर सरकारी निकायबाट चाहिँ त्यस्तो छैन।
अब अहिलेसम्म मैले थाहा पाएअनुसारको राइटरहरू भनेको केही निजामती कर्मचारी, कोही रिटायर भएर लेखेका, कोही चाहिँ अब त्यो पार्ट टाइम लेखेका हो। त्यो पेसाकै रूपमा पेसाकै रूपमा अपनाएर लेखेका छैनन्। किनभने पेसा भन्नको लागि त सरकारले बुझिदिनु पर्यो नि त। अब राज्यदेखि, प्रदेशदेखि, स्थानीयदेखि होइन सबैले बुझिदिनु पर्यो नि त। त्यसको सवालमा अब एक त राइटरहरू आफैमा अलिक एज गइसके पछाडि लेखेका हुन्छन्। म जस्ता उमेरकाले अब कमैले लेख्छन् र मभन्दा सानो उमेरकाले पनि लेख्छन् लेख्न त, तर त्यो कमैले लेख्छन् के। पछि लेख्दै लेख्दै जाँदाखेरि होइन 2-4 वर्ष भइसके पछाडि एज लाग्छ। एज लागिसके पछाडि त्यो सरकारको साहित्यप्रतिको चासो, साहित्यप्रतिको नीतिहरू, नियमका कुराहरू होइन, अब त्यसलाई सरकारले कतिको हेरेको छ, त्यो हेरिसके पछाडि, त्यो बुझिसके पछाडि इरिटेट लाग्छ कि गर्न मन लाग्दैन, बिस्तारै छोड्छ होइन। त्यसो हुनाले अब त्यसै गरी अब साहित्य चाहिँ समाप्त हुन्छ। अब हामी हाम्रो छलफल अथवा हाम्रो वार्तालापको अन्तिमतिरमा छ। अन्तिममा चाहिँ हाम्रो झमक कुमारीलाई कसरी सम्झिनुहुन्छ तपाईँ? मैले झमक कुमारी घिमिरे अत्यन्तै साहसी एउटा राइटरको उसमा सम्झिन्छु। हामी राइटरकै कुरा गर्ने हो भने झमक कुमारी जस्ता नेपालमा पनि थुप्रै छन् होइन। तर एउटा उहाँले गर्नुभएको चाहिँ खुट्टाले लेख्ने र कहिले पनि स्कुल नगएका होइन। अब विश्व साहित्यको इतिहासमा हेर्ने हो भने हेलेन केलरहरू जस्ता आँखा नदेख्ने होइन, अब त्यस्ता व्यक्तिहरूले त लेखे भने झमक कुमारी घिमिरे चाहिँ प्रचार प्रसारमा आउनु भनेको एउटा यो राजनीतिकरण पनि हो र आउनु पनि पर्छ। किनभने झमक कुमारी घिमिरे न बोल्न सक्छ न टेक्न सक्छ, तर लेख्छ। उहाँलाई 67 सालमा मदन पुरस्कार दिएको थियो। त्यो उहाँको निकै चर्चामा आएको किताब हो त्यो। खुट्टाले लेखेको र स्कुल नगई लेखेको कारणले त्यो निकै चर्चामा छ। तर मैले हेर्दाखेरि त्यो त्यति धेरै खरो साहित्य त त्यहाँभित्र छैन। भन्नुको मतलब मैले अगाडि नै भनिसकेको छु, साहित्य भनेको चाहिँ जो व्यक्तिको स्वच्छ हृदयबाट जागृत शाब्दिक शक्ति नै साहित्य हो। उहाँलाई जे लाग्यो त्यो लेखेको हो नि त होइन। केही हदसम्म उहाँको घर परिवारका कुराहरू बुझ्न सकिन्छ। त्यो जीवन काँडा कि फुल, उहाँलाई जीवनलाई काँडा हो कि फुल हो दोधारको उसमा चाहिँ परिभाषा दिनुभएको छ। म चाहिँ फेरि जीवनलाई कसरी अर्थ्याउन सक्छु भने जीवन सङ्घर्ष, मेहनत र पौडी भएको छ। एउटा ठुलो नदीमा फ्याँकिएको मान्छे जसले पौडिन जान्दछ र जसले पौडिन हिम्मत राख्छ त्यो बाहिर निस्कन्छ र त्यो जिउँदो रहन्छ। जसले हिम्मत राख्दैन त्यो डुब्छ, त्यो मर्छ। र अर्को कुरा चाहिँ जन्म र मृत्यु बिचको दूरी जुन हामीले जिरहेछौँ, त्यो जन्म र मृत्यु, ज र म बिचको दूरी पनि जीवन हो। हामीले जन्मिँदाखेरि चाहिँ कसरी जन्मेका थियौँ र बाँचुन्जेललाई के छ, मरेपछि त थाहा हुन्न, त्यो हो। र अर्को मानव भनिसके पछाडि हामीले मानवको स्वरूप पाउनु भनेको भाग्य हो। यदि मैले आफूले आफूलाई सकाउने काम गरेँ भने यो भोलिको दिनमा मानव भएर जन्मेला नजन्मेला, योभन्दा अगाडिको जन्ममा थियो थिएन थाहा छैन, तर मानव भइसके पछाडि एउटा आफ्नो घर परिवारलाई, आफ्नो छरछिमेकलाई, सके आफ्नो समाजलाई, अझ सके आफ्नो क्षेत्रलाई, आफ्नो भूगोललाई होइन, आफ्नो उसलाई चाहिँ कसरी त्यो शिक्षा दिन सकिन्छ, कसरी प्रेरणा दिन सकिन्छ, कसरी आफूले आफूलाई सचेत बनाउन र सचेतीकरणमा ल्याउन सकिन्छ, त्यो काम गर्नु नै एउटा चाहिँ मानव मूल्य हो कि म त्यसरी सम्झिन्छु। र अर्को कुरा चाहिँ जसले राम्रो काम गरेको छ त्यो नेपाल, अहिले नेपालको कुरा गर्दाखेरि नेपाल भनेको एउटा सिङ्गो शब्दकोश मात्र हो। नेपालभित्रका विभिन्न जिल्लाहरू भनेको एउटा जिल्ला भनेको चाहिँ एउटा शब्दकोशभित्रको एउटा शब्द वर्ण हुन्छ, त्यो वर्णभित्रको एउटा सानो क्षेत्र मात्रै हो। जस्तो क, का, कि होइन, कमसम्म जान्छ नि 12वटा, त्यो जिल्ला भनेको त्यो होइन 12 खरीभित्र आउने हो। र त्यो 12 खरी भित्रै आउँदै गर्दाखेरि चाहिँ जसले राम्रो काम गरेको छ
जस्तो राजनीति क्षेत्रबाट, जस्तो साहित्य क्षेत्रबाट, जस्तो विभिन्न क्षेत्रबाट जसले राम्रो काम गरेको छ त्यो नेपाल भन्ने शब्दकोशभित्र काहीँ न काहीँ अटेको छ कि। जस्तो उदाहरणको रूपमा लक्ष्मीप्रसाद देवकोटा होइन, उदाहरणको रूपमा चाहिँ पारिजात होइन, सिद्धिचरण श्रेष्ठ, भानुभक्त आचार्य, मोतीराम भट्ट जस्ता उहाँ राइटर लेखन क्षेत्रका भए होइन। यता बिपी कोइराला, सुशील कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी जस्ता राजनीतिज्ञहरू होइन। मार्क्सवाद, लेनिनवाद र यो साम्यवादी अब नेताहरू पनि त्यहाँ त कति त योगदानले बाँचेका छन्। त्यो योगदान भनेको नै त्यो शब्दकोशभित्र आफू अडिनु हो, त्यो शब्दकोशभित्र अट्नु हो र बाँच्नु पनि हो। म चाहिँ यसरी सम्झिन्छु। हुन्छ, धन्यवादको लागि तपाईँलाई एकदमै धेरै धन्यवाद छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद यो श्रीबुङ टक सोमा ल्याएर आफूलाई लागेको र मैले बुझेअनुसारको मेरो कुरा राख्ने समय दिनुभयो, यो अवसर दिनुभयो। तपाईँ र यो तपाईँको टिमलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद।